लो गाइस सर टनल भित्र हामी हेरेर लो त कति मजा छ। यो चाहिँ नेपालको कुन ठाउँ रे रामसर यो नेपालको नागढुङ्गाको यो टनल मलेको नागढुङ्गा टनल छिरेर हामी चट्ट अगाडि बढ्दैछौँ। अब चाहिँ नि हामी कहाँको लागि हिँड्दै आएको हामी दुवैजना आएको हामी नागढुङ्गाको बाटो हुँदै हामी दुवै जाँदैछौँ होइन आज सही हो फ्रेम छ होइन है यतापट्टि दुवै फ्रेम छ अलिकति देखेन नि त्यहाँ दुवै फ्रेम हो होइन आदि मात्रै आयो। अब चाहिने हामी दुवै फ्रेमलाई दाहिने तर्फबाट छोड्दै अगाडि बढ्दैछौँ। हामी जाँदैछौँ धादिङको ओह्रालो आइपुग्न लाग्यो। अब धादिङको ओह्रालो झरिङ यहाँबाट ठ्याक्कै ओह्रालो सुरु भयो यहाँ। धादिङ मलेखिमा गएर माछा खानुपर्छ होला रामसर है टक्क माछा र भात चित्रा माछा के भन्छ त्यो सुकुटी माछा खाएर अनि त्यसपछि हामी त्यहाँ विश्राम गरेर फेरि त्यहाँबाट अगाडि बढ्नुपर्छ। यो चाहिँ मलेखुको ओह्रालो मलेखुको ओह्रालो ठ्याक्कै घुम्ती आयो। यो ओह्रालो हामी उक्लिँदैछौँ ओह्रालो उक्लिँदैछौँ हामी। अब यसपछि हामी फेरि उकालो चढ्नुपर्छ यहाँबाट थोरै तलतिर जानुपर्छ उकालो चढेर। अब उकालो चढ्दैछौँ हामी है त यहाँबाट उकालो चढियो यसरी उकालो चढेर जानुपर्छ। ल है गाइस देखो न देखो गाइस